कस्तो भयो रे यसो साङ्ग्रिला खाला छु दामी पनि नखाने विचार छ हेलो एभ्रिवान सो वेलकम ब्याक टु प्रश्मिनी ब्लग्स आज हामी फेरि बिहामा जाँदैछौँ यहाँ गाडीले हर्न लाउँदैछ हामी गएको हाम्रो आङीहरू फ्रन्ट सिटमा हामी चाहिँ हामी चाहिँ अब यहाँ झरिसक्यौँ गाडीबाट झरेर यहाँ सुमत दादा झरेको बिहाको घर जाँदैछौँ बिहा घरमा अन्त तपाईँहरूलाई चाहिँ कस्तो लाग्दैछ हौ आज भन्नुहोस् न बोल्दैन आज दिनहरू मधुरो भइरहेको छ कस्तो भयो रे यसो साङ्ग्रिला खाला छु तपाईँहरूलाई एकदम दामी यता के खाने विचार छ त्यही पनि नखाने विचार छ तँलाई के खाने विचार छ बोतलको होला भन्छ त दुईजनाले त म त सोड्काउँछु आज भन्छ बियर सोड्काउँछ भनेको नि हौ सङ्लो खाने माम सङ्लो छैन अरे आज रातो हरियोहरूमा छ अरे हामी चाहिँ यहाँनिर बिहा घरमा आइपुग्यौँ होइन यो चाहिँ हाम्रो आनीहरूको घर हो आजको मेरो अहिले चाहिँ हामी यहाँ आइपुगेर पनि बसिरहेको छौँ यहाँ साथीहरू छ आनीहरू हेलो 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 शान्ति भयो होला आइपुगेर होइन सो अब चाहिँ हामी यो हल्का स्न्याक्स फुड लिन आँटेको छौँ होइन सेलरोटी सब्जियो यो के हो यसको नाम चाहिँ मलाई याद भएन सरी र यहाँनिर ड्रिङ्क्स गर्नुहुन्छ हामी चाहिँ यो फेन्टा खान्छौँ यहाँ चाहिँ हो हाम्रो बेहुला होइन हामी खानासाना खाएर पनि लागेको मैले चाहिँ आज नाकमा अलिकति फुली लगाएको छु कि त्यही भएर अलिकति ठुलो देखिरहेको छ अब यस्तो छ भिड गाडी चाहिँ हामी गयौँ ल घर आइपुगेँ अब होइन अब चाहिँ घरमा काम छ काम गर्नुपर्छ बाई बाई